हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ मेरो छुट्टीको दिन है। आज चाहिँ मेरो फुल डे अफ हो के। फुल डे अफ चाहिँ किन भनेको भनेदेखि म चाहिँ कहिले एकतिर छुट्टी हुँदाखेरि अर्कोतिर काममा गइरहेको हुन्छु के। अनि एकदम कमै हुन्छ कि मेरो होल डे अफ चाहिँ एकदम कम हुन्छ। अनि आज चाहिँ मेरो चाहिँ फाइनल्ली होल डे अफ छ है। अनि आज होल डे अफमा चाहिँ म आज घरमै टाइम स्पेन्ड गर्ने सोचेको छु है। घरमै सरसफाइ गर्ने, खाना बनाउने, अनि अलिकति रेस्ट गर्ने भन्ने सोचेको छु। अनि अरू बेलामा सधैँ बिहानै उठेर काममा गइन्छ, कहिले त अनि त्यही कामबाटै अर्को सिफ्टमा गइन्छ। अनि टाइमै हुन्न के, घर मिलाउने, सफा गर्ने टाइम हुन्न। अनि त्यसपछि एकैचोटि राति आएको हुन्छौँ। अनि त्यस्तै भइरहेको हुन्छ कि म जस्तै धेरै मान्छेहरू, धेरै हजुरहरू पनि हुनुहुन्छ होला है। जति पनि हामी बाहिर बस्छौँ, हाम्रो लाइफ चाहिँ त्यति धेरै इजी चाहिँ छैन है। जस्तो जे भए पनि अब काम पनि गर्नै पर्ने हुन्छ। अनि त्यसपछिबाट रमाइलो छ, ह्याप्पी, खुसी छौँ। तैपनि त्यस्तै काम त गर्नु परिहाल्यो। अनि म चाहिँ आज घरमै बस्ने डिसिजन लिएको छु। अनि त्यसै क्रममा चाहिँ म घर सरसफाइ गर्दैछु। अनि थकै पनि लाग्यो हल्का गर्दैमा। अब हल्का रेस्ट गरेर फेरि म कन्टिन्यू गर्छु है। म चाहिँ आज चाँडो अलिकति हल्का ढिलो उठेको थिएँ। अनि ढिलो उठेर चाहिँ कफी खाएर अनि आफ्नो काममा लागेँ। अनि चाँडो, अरू बेलामा सधैँ चाँडो उठेर काममा जानुपर्ने हुन्छ नि त। अनि आज चाहिँ अलिकति ढिलोसम्म सुतेँ। यहाँ चाहिँ म किचन सफा गर्दैछु। सबै वाइट छ नि त। अनि वाइटमा फेरि चाँडै फोहोर देखिन्छ कि, चाँडै हल्का केही लाग्यो भने पनि झ्यास्स देखिहालिन्छ वाइटमा। त्यही भएर पनि अलिकति चाँडो सफा गर्नुपर्ने हुन्छ। आजको मेरो दिन चाहिँ सरसफाइ गर्दा र खाना बनाउँदामै जान्छ जस्तो लागिसक्यो है। आधी दिन गइसकेको छ। अब खानासाना बनाउँदा ओर्दा त मेरो टाइम त सकिन्छ जस्तै छ। यस्तै हुन्छ कि टाइम कति चाँडो बित्छ कि घर बसे बेलामा। म चाहिँ हल्का फन पनि गर्दैछु है। लास्टमा हल्का पोछा लगाउँदैछु। भ्याकुम लगाइसकेपछि धुलोहरू हुन्छ नि त, त्यसले चाहिँ सबै निकाल्छ नि त। डस्टहरू भएको भएदेखि, कपाल भएदेखि चाहिँ निकाल्छ त्यसले। अनि मेरो चाहिँ लुगा धुन हालेको थिएँ। अब यसलाई सुकाउँछु। हामीले चाहिँ अझै स्टिल हामीले भित्र लुगा सुकाउनु पर्ने छ है। बाहिर हल्का घाम त देखिन थालेको छ, त्यही पनि चिसो हो कि बाहिर सुक्दैन। त्यो घामको त्यो त्यति धेरै लाइट छैन कि लुगा सुकाउनेसम्मको त्यति धेरै त्यो आएको छैन कि। अझै स्टिल बाहिर हिउँ छ अनि चिसो पनि छ। त्यही भएर चाहिँ हामीले भित्रै सुकाउनु परिरहेको छ है। अब समर लागेको छ, चाँडै हुन्छ होला सायद बाहिर सुकाउने दिन पनि। अनि म चाहिँ हल्का सरसफाइ सकिसकेपछि चाहिँ केही तरकारीहरू चाहिएको थियो, त्यो तरकारी लिन आएँ। घर अगाडि नै एउटा श्रीलङ्कनको पसल छ, अनि त्यहाँ हामीले लिन आएँ। तर खासै तरकारीहरू केही रहेनछ कि, साग पनि ओइलाको रहेछ, राम्रो रहेनछ। अनि म चाहिँ केही तरकारीहरू यहीँबाट लिएर जान्छु अब है। यो चाहिँ मैले चिकन, घरमै भएको चिकन चाहिँ मैले निकालेर पकाउँदैछु है। हामीले चाहिँ अलि अगाडि लिएर आएर फ्रोजनमा राखेको हुन्छौँ। अनि त्यही नै हो। अनि आज चाहिँ म अलि धेरै खाना बनाउनु मन छ कि मलाई, त्यही भएर हेरौँ के बन्छ आज है। फाइनली मेरो खाना बनेको छ, राइस, अचार, चना, अनि त्यसपछिबाट मटन चिकन बनाएको छु आज है। अनि खाना मेरो रेडी भइसकेको छ। हल्का किचन सफा गर्छु अनि मेरो काम सकिएको छ है। फाइनली म चाहिँ हल्का फ्रेस हुन्छु। अब मेरो हिरो काममा जानुभएको छ है। कामबाट आउनु भएपछि सँगै खाना खाने। अनि त्यसपछिबाट मेरो आजको दिन चाहिँ बित्छ है यत्तिकै। फाइनली उहाँ पनि आउनुभयो। अब हामी चाहिँ खाना खान थाल्यौँ है। आज यो मैले बनाएको है सबै एकदम सादा पुलाउ थियो। अनि अचार, चिकन, मटन, अनि चना, अनि आलु काउलीको तरकारी थियो। फाइनली हामी चाहिँ अब खाना खान थाल्यौँ। मुभी हेर्दै खाना खाइराखेको छौँ है। हामी चाहिँ खाना एकदम मिठो भएको रहेछ है। आजको मेरो चाहिँ दिन यस्तरी नै बित्यो। रात पनि परिसकेको छ। अब चाहिँ म सुत्ने तर्खरमा छु है। मलाई स्किन केयर गर्न मन लाग्छ, तर कामले थाकेको हुन्छ, घरि के हुन्छ। त्यही भएर कहिले गर्छु कहिले गर्दिनँ। आज चाहिँ टाइम भए बेलामा भनेर मैले चाहिँ
हल्का केयर गर्दैछु है। यो पिङ्क देखे पनि यो चाहिँ एकदम राम्रो खालको छ, एकदम ग्लोसीमा छ, त्यही भएर चाहिँ म नाइटमा पनि युज गर्छु यो है। एकदम राम्रो छ। ओके गाइस, थ्याङ्क यू सो मच, बाई बाई, सी यू नेक्स्ट भिडियो। फेरि अर्को भिडियोमा आउनेछौँ। बाई।